नमस्ते साथीहरु, मेरो यस युनिक टेक्नोलोजी च्यानलमा यहाँहरुलाई स्वागत छ साथीहरु। म आजको यस भिडियो अन्तर्गत रहेर एडोब फोटोशप CS मा अब यो फोटोको ब्याकग्राउन्डलाई चाहिँ कसरी चेन्ज गर्ने हैन, अथवा हामीले स्टुडियोमा खिचेको जस्तै फोटो कसरी बनाउने त्यही आइडिया शेयर गर्दै छु साथीहरु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने साथीहरु मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला। सब्स्क्राइब गरेर मसँगै जोडिनु होला साथीहरु। म तपाईहरुलाई यस्तै नयाँ टिप्सहरुको भिडियोहरु चाहिँ नियमित अपडेट गराइरहने छु। त्यसको लागि साथीहरु म आज यहाँ फोटोमा हैन फोटोमा ब्याकग्राउन्ड कसरी राख्ने हैन। नर्मली साथीहरु मैले एउटा पहिला बनाइ पनि सकेको छु हैन। यस्तो खालको ब्याकग्राउन्ड, अब यो चाहिँ यो ब्याकग्राउन्डमा खिचेको तस्बिर हैन साथीहरु हैन। अब म आज यस भिडियो अन्तर्गत तपाईहरुलाई फोटोमा ब्याकग्राउन्ड कसरी राख्ने हैन, त्यो पनि सजिलै तरिकाबाट एडोब फोटोशप CS चलाउनुहुन्छ अथवा 7.0 चलाउनुहुन्छ अथवा अन्य कुनै अरु भर्जनहरु पनि चलाउनुहुन्छ भने साथीहरु तपाईहरुले चाहिँ त्यसमा सजिलैसँग बनाउन सक्नुहुन्छ। मैले यही फोटो लिएँ साथीहरु। तपाईहरुले पनि आफ्नो इमेज लिनको लागि सरसर्ती अब हैन। यदि तपाईहरु फोटोशप युजर हो भने त्यसमा त थाहा होला तपाईहरुलाई। फाइलमा गएर ओपनमा गएर हैन आफ्नो फोटो कुन लोकेसनमा छ त्यहाँबाट ओपन गरेर फोटोलाई लिन सक्नुहुन्छ। मैले यो तस्बिर लिएँ। अब यसको ब्याकग्राउन्ड चाहिँ यस्तो छ साथीहरु हैन। यसलाई म सजिलैसँग चेन्ज गरेर देखाउँछु है। त्यसको लागि अब हामीले के गर्नुपर्ने हुन्छ, यो ब्याकग्राउन्ड रिमुभ गर्नको लागि अब यहाँ चाहिँ साथीहरु कस्तो हुन्छ भने अब यता टुलमा गएर यताबाट सिलेक्ट गरेर गर्नु भने धेरै टाइम लाग्छ हैन। म अलि सजिलो छोटो तरिकाबाट कसरी बनाउने त्यही आइडिया बनाउँदै छु। अब यसको लागि चाहिँ तपाईहरुले ब्याकग्राउन्ड रिमुभ गर्नको लागि आफ्नो कुन ब्राउजर चलाउनुहुन्छ हैन, फायरफक्स, मोजिला, क्रोम ब्राउजर ओपन गर्नु होला। त्यसपछि यहाँ गएर रिमुभ ब्याकग्राउन्ड मा जानुभयो भने यस्तो वेबसाइट देखिन्छ साथीहरु है। यो ओपन भइसकेपछि अब हामीले यहाँ अपलोड इमेज हैन, कुन तस्बिरको ब्याकग्राउन्ड रिमुभ गर्ने त्यसको यहाँबाट अपलोड गर्न सक्छौं। अब मेरो फोटो चाहिँ कहाँ गएको छ भन्दा साथीहरु क्लिक गर्छु। एकछिनमा अपलोड हुँदैछ साथीहरु मेरो हैन। मेरो फोटो चाहिँ ब्याकग्राउन्डमा कम्प्लिट भइसक्यो। म यहाँबाट डाउनलोड गर्न सक्छु हैन। अब यहाँनिर चाहिँ दुईटा अप्सन देखाएको छ साथीहरु हैन। तपाईहरु जस्तो फ्रीमा गर्नु होला। अब यतातिर हो भने अलिकति प्रोसेस गरेर गर्नुपर्ने हुन्छ। मैले फ्रीमा क्लिक गरेँ। त्यसपछि मेरो यहाँ डाउनलोड भएको छ साथीहरु हैन। यसलाई पनि म फोटोशपमा ओपन गरेँ साथीहरु। अब यहाँनिर एउटा रिमुभ भएर आयो हैन। अब यो चाहिँ अलिकति मेरो ओरिजिनल हो साथीहरु हैन। अब यहाँनिर तपाईको कस्तो छ भने यसको चाहिँ क्वालिटी एकदम राम्रो छ हैन, क्वालिटी लस भएको छैन। अब हामीले अब त फ्री डाउनलोड गरेको हुनाले थोरै चाहिँ यसमा क्वालिटी लस भएको छ है। अब यो रिमुभ वालामा अलिकति क्वालिटी चाहिँ लस भइरहेको छ। अब यसलाई पर्फेक्टली हामीले कसरी बनाउने है। अब म के गर्छु भने सरस्वती साथीहरु अब यसमा क्लिक गर्नु होला हैन। यहाँ दुईवटा भयो अब है। त्यसपछि यसमा क्लिक गरिसकेपछि अब यो चाहिँ क्वालिटी वाला इमेज छ हैन। अब यसलाई चाहिँ यहाँ राखेर यसलाई चाहिँ नन क्वालिटीमा राख्नु हैन। त्यसको लागि सर्वप्रथम हामीले सुरुमा पहिलो काम चाहिँ के गर्ने, यो फोटोलाई यही फोटोको साइजमा क्रुप गर्नुपर्छ साथीहरु है। त्यसको लागि के गर्नु होला भने नर्मली मैले यहाँ चुज गरेँ। त्यसपछि क्रुप टुलमा जानु होला। क्रुप टुलमा गइसकेपछि साथीहरु योमा छौं हामी। यहाँनिर अब यो चुज गरिसकेपछि फ्रन्ट इमेजमा क्लिक गरिदिनु हो भने ठ्याक्कै यसकै साइजमा हाइट वेट मिलेर आउँछ। त्यही अनुसारले यसलाई क्रुप गर्नु होला, किनकि पछि यो फोटो यहाँ राख्दा ठ्याक्कै यसमा फिट हुन्छ साथीहरु हैन। अब त्यसपछि म यसलाई चाहिँ क्रुप गरेँ साथीहरु। थोरै जुम आउट गरेर सानो गरेँ मैले। अब त्यसपछि म यही साइजमा क्रुप गर्छु। नर्मली यहाँ गएर माउसबाट क्लिकसँग यसरी ड्रा गरेर ट्याक्कैसँग मिलाउनु होला। यो तलमाथि अलिकति यस्तो तलमाथि भयो भने फेरि फोटो एडजस्ट हुँदैन। टक्क मिलाएर किबोर्डबाट इन्टर हान्नु होला। यति गरी चाहिँ मेरो यो अलिकति क्रुप पनि भएको छ। यो भन्दा जुम पनि ठुलो पनि भएको छ। अब नर्मली जुम इन र जुम आउटको लागि तपाईहरुले किबोर्डबाट कन्ट्रोलसँग माइनस बटन अथवा कन्ट्रोलसँग प्लस गर्नु भने जुम इन छ हैन साथीहरु, अथवा माउसको स्क्रोल बटन यस्तो गरेर पनि सानो ठुलो बनाएर काम गर्न सक्नुहुन्छ। अब त्यसपछि म यो इमेजमा आएँ हैन। यो इमेजमा आएर यसलाई म कन्ट्रोल A गरेँ, अल सिलेक्ट भयो, कन्ट्रोल C गरेँ, कपी भयो। त्यसपछि म यसमा गएर कन्ट्रोल V गर्छु साथीहरु।
यो त पेस्ट भयो है। यहाँनिर हामीले यति काम गर्नु थियो। अब हाम्रो यहाँ लेयर प्यानलमा चाहिँ लेयर 1 र लेयर 2 भनेर दुईटा लेयर बनेको छ। अब कस्तो हुन्छ साथीहरु, फोटोसपमा काम गर्दाखेरि अब यो लेयरमा रहेर काम गर्नुपर्ने हुन्छ हामीले। अब यति गरिसकेपछि मैले अब मलाई यो तस्बिरको खासै काम छैन, यसलाई म डिलिट गरिदिन्छु साथीहरु है। अब त्यसपछि अब यति कुरा भइसकेपछि कहिलेकाहीँ तपाईहरुको लेयर प्यानल यहाँ ओपन नहुन सक्छ हैन। त मैले अलरेडी पहिला बनाएँ, त्यो भएन भने विन्डोजमा गएर यहाँनिर गएर यो लेयर भन्ने अप्सनलाई क्लिक गर्नु भने यहाँ देखा पर्छ है। तपाईहरुकोमा देखाएको छैन भने त्यो गर्न सक्नुहुन्छ। अब नर्मली म के गर्छु भने यहाँनिर अब यहाँ लेयर 1 र लेयर 0 छ हैन। अनि किबोर्डबाट कन्ट्रोल दाब्नु होला। त्यसपछि यो लेयर यो तल्लो डाँडा लेयरमा यसरी क्लिक गर्नु भने यहाँ सिलेक्सन भन्छ साथीहरु है। मेरो फोटोको सिलेक्सन बनेको छ। अब त्यसपछि म कन्ट्रोल शिफ्ट अनि आई बटन गर्दिएँ भने त्यसपछि ब्याकग्राउन्ड पनि यसरी सिलेक्ट हुन्छ। अथवा इन्भर्ट सक्नुहुन्छ साथीहरुलाई है। यस्तो यति गरिसकेपछि सिलेक्ट बनाएर मैले किबोर्डबाट डिलिट की थिचिदिन्छु, डिलिट भयो है। अब मेरो यो अघिको जस्तो क्वालिटी थियो क्वालिटी वाला फोटो यहाँ आइसकेको साथीहरु। अब यसरी यो रिमुभ गरिसकेपछि अब डिसिलेक्टको लागि कन्ट्रोलसँग डी थिच्नु होला किबोर्डबाट, डिसिलेक्ट हुन्छ। अब मेरो यहाँ यो रेडी भयो है। अब ब्याकग्राउन्ड रिमुभ भयो मेरो है। त्यो पनि क्वालिटी नघटेर। अब उता अघि हामीले त्यो के अरे rgb.com मा गएर हैन रिमुभ ब्याकग्राउन्डमा गएर क्लिक गरेर डाउनलोड गर्दा अलिकति क्वालिटी लस भएर देखाउँदै हुने साथीहरु। अहिले यसमा चाहिँ मेरो ओरिजिनल क्वालिटी नै छ। अब त्यसपछि म सरस्वती अब आफ्नो फोटो कुन साइजमा बनाउने हैन, म यहाँनिर गएर कन्ट्रोल न्यू गरे, कन्ट्रोल एन गरेपछि न्यू अप्सन आयो साथीहरु हैन। एउटा नयाँ दिदैछु, A4 साइजको म चुज गर्छु। त्यसपछि हाइट वेट यति ठिकै नै छ, रेजोल्युसन 300 ओके नै गरे। यति गरिसकेपछि साथीहरु अब म अब यसमा ल्याएर एउटा ब्याकग्राउन्ड एडजस्ट गर्छु। अब ब्याकग्राउन्ड चाहिँ मैले अलरेडी डाउनलोड गरेर राखेको छु। यदि तपाईहरुले पनि चाहिन्छ भने क्रोममा गुगलमा गएर ब्याकग्राउन्ड इमेज भनेर सर्च गर्नु भने त्यहाँ भेटिन्छ साथीहरु थुप्रै है। मैले यहाँ ब्याकग्राउन्ड फोटो भनेर सेभ गरेको छु। अब योबाट चाहिँ म एउटा ब्याकग्राउन्ड दिन्छु। ल सरस्वती अहिले मैले यही दिएँ हैन। पाउन क्लिक गरौँ है, यहाँ आएको छ। त्यसपछि यसलाई मुभ टुलको सहायताले म यता साथीहरु अब यहाँनिर एउटा काम के गरौँ भने हैन। अब मेरो फोटो चाहिँ यो ल्यान्डस्केपमा छ है, यति प्रोपर्ट र ल्यान्डस्केपमा। अब यसलाई पनि म यही सेपमा बनाउनको लागि चाहिँ के गरिदिन्छु भने यसमा क्लिक गरेर किबोर्डबाट Alt I E 9 गरिदिनु होला साथीहरु। यो चाहिँ यो सेपमा भन्ने छ हैन। अनि मुभ टुलको सहायताले यसमा क्लिक गरेर क्लिकसँग ड्रग गरेर काम गराउँछु। त्यसपछि यति भइसकेपछि अब यसलाई ठ्याक्क अब यो फाइलमा चाहिँ एडजस्ट गर्नलाई कन्ट्रोल टी गरेर मैले किबोर्डबाट कन्ट्रोल टी गरेर यो कर्नरहरु चाहिँ कर्नर छ यसमा माउस कसरी राखेर तपाईहरुले सानो ठुलो आफ्नो आवश्यकता अनुसार बनाउन सक्नुहुन्छ। म चाहिँ यसलाई यसरी अलिकति एडजस्ट गरेर ठुलो गरेर यसमा फिट गराउँछु है। यति गर्दा मेरो फिट भएको छ साथीहरु। किबोर्डबाट एन्टर हानौं है। अब त्यसपछि मैले रिमुभ गरिसकेको फोटोलाई साथीहरु अब यसमा गएर हैन त्यसपछि फोटोलाई म यहाँ ल्याएर राख्छु है। यति गरेपछि अब यसलाई पनि मैले डिलिट गरिदिए साथीहरु है। यो पनि आउट गरौँ है। यो फोटोलाई अब सानो ठुलो हैन कत्रो हुन्छ कन्ट्रोल टी गरेर यो कर्नरबाट यसलाई सानो अथवा ठुलो पनि बनाउन सक्नुहुन्छ तपाईहरुले साथीहरु है। कति सानो ठुलो हैन कुन साइजमा बनाउँदा ठिक हुन्छ त्यो चाहिँ तपाईहरुले बनाउन सक्नुहुन्छ। अब यति गरेपछि साथीहरु मेरो फाइनली चाहिँ यो फोटो चाहिँ के भयो त मेरो ब्याकग्राउन्ड चाहिँ रिमुभ मैले सजिलैसँग गरे साथीहरु है। यदि तपाईहरु पनि एउटा फोटोशप CS चलाउनुहुन्छ अथवा 7.0 चलाउनुहुन्छ भने सजिलैसँग यसरी इमेजको ब्याकग्राउन्ड चाहिँ फोटो स्टुडियोमा खिचेको जस्तो फोटो बनाउन सक्नुहुन्छ साथीहरु। अवस्था यति भन्दै आजको भिडियो यहीसम्म छ साथीहरु। अब मलाई चाहिँ यस्तै भिडियोको लागि सब्स्क्राइब गरिराख्नु होला भन्दै अब नेक्स्ट टपिकमा नेक्स्ट भिडियोमा भेट्ने आशा गर्दै अहिलेलाई चाहिँ बिदा भए साथीहरु। बाइ बाइ।